हजुर त्यो माओवादीको हमलामा कसरी पर्नुभयो कि हजुर पनि सामेल हुनुहुन्थ्यो? म सामेल थिएन। म सिउना गाविसको खानेपानीको अध्यक्ष थिएँ। अनि म मानमा जाँदाखेरि मानमा गइस् र सुरागी गरिस् भनेर झुट्टा आरोप लगाएँ। हजुर मानमा किन जानुभएको थियो? खानेपानीको सामान खरिद्न गएको। मलाई प्रहरी पनि थाहै छैन, चिन्दै नचिनेको, प्रहरी एउटा पनि नचिनेको मान्छे। राति 12 बजे हजुर घरबाट लगे होइन, लिँदाखेरि मुम्रा गाविस पुरे 3 दिनसम्म अपहरण गरे। मलाई अपहरण गरे, पिटे, लट्ठीले पिटे, बिरे पछाडि खुट्टाले लट्ठी पेरे के शरीर पेरेर। मसँग 2-3वटा साथी पनि पढेका थिए। यहाँ धेरै जस्तो मेरा साथीहरू त धेरै मारे, 3-4वटा साथी मारे। मेरो कान्छै भाइकन पनि मारेर फाले। के कारणले मलाई चाहिँ? उहाँलाई पनि सुरागी गरी भनेर। भनेपछि बिना गल्ती तपाईँले यो सजाय पाउनुभयो? बिना गल्ती केही छैन। अब अहिलेसम्म त मलाई भन्दैछु मैले के गल्ती गरेको थिएँ, के गरेछु। खन्डाइ धेरै भयो, खेती किसान गर्नुपर्ने, पाहाडमा गाई बेसी पाल्नुपर्ने, धेरै गर्नुपर्ने। अब भारी बोक्नुपर्ने, भारी बोकेर धेरै ठाउँ टाढा जानुपर्छ। उही बेला भारी बोक्ने चलन। भारी बोकेर कहाँसम्म पुग्नुभयो तपाईँ यहाँबाट? उही बेला यहाँ नुन तेल कहाँ पाइन्थ्यो, केही कपडा पाइँदैन थियो। कहाँ जानुहुन्थ्यो? बर्दिएको राजापुर। यहाँबाट घिउ लिने, कम्बल लिने, अनि खुर्सानी दिने। कोही हजुरलाई स्वागत छ। नमस्कार। मेरा बुवा सर्जन जरसिंह रोगाया, आमा धनसभा रोगाया, ज्येष्ठ पुत्र सर्जन रोगाया। उहाँहरूको जेठो पुत्र तपाईँ? राजकोट नगरपालिका वडा नम्बर 5। हजुर। राणा गाउँ। हजुर कति वर्ष हुनुभयो? म अहिले 80 वर्ष हो। 80 वर्ष हुनुभयो। 2 सालमा जन्मेको। अब हजुरको चाहिँ एउटा मात्रै खुट्टा रहेछ है? हजुर। यो हजुरले एउटा खुट्टा कसरी गुमाउनु भयो त्यो भन्नु? यो गुमाउने कारण के हो भने द्वन्द्वकाल 52-53को माओवादीको सशस्त्र पालामा झुट्टा आरोप लगाएर पिटेर खुट्टा अपाङ्ग गरेको। ए हजुरलाई माओवादीले कुटेर खुट्टा अपाङ्ग गराइदिए? अपाङ्ग गरेको। अनि त्यसपछि अपाङ्ग गरेर गाउँमा गडामा फाले। अनि पछि गाउँका मान्छे गएर मलाई सम्हालेर घरमा ल्याए। घरमा ल्याइसकेपछि त्यतिखेर के थियो भने यहाँ प्रहरी थिएनन्, टाढा थिए। सरकारी स्वयं त केही थिएन। अनि त्यसै बेला के भयो भने मलाई लिने साधन पनि भएन, ढिला भयो। ढिला हुँदाखेरि मेरो खुट्टाको रोगले ग्रस्त भएर खुट्टो नबन्ने खालसम्मको खास भयो। त्यसो यहाँबाट लगेर बानमा लिए। यहाँका मान्छेले भरिया लगाएर मानमासम्म भरियाले बोकेर लगेर होइन, मानमा भनेको कालीकोटको सदरमुकाम? कालीकोटको सदरमुकाम। हजुर। बोकेर लगे। त्यसपछि त्यहाँ 1 दिन पर्खिनु पर्ने भयो। हजुर। उताबाट माथि गिरेमा फोन गर्दाखेरि आज प्लेन छैन, टिकट छैन, हेलिकप्टर छैन, भोलि आउँछ, भोलि तपाईँले तयार हुनु, भोलि लिनु भनेर भोलिपल्ट 10 बजे हेलिकप्टर आएर नेपालगञ्ज लग्यो। मानमाबाट हेलिकप्टरमा राखेर तपाईँलाई नेपालगञ्ज लग्यो। हजुर। नेपालगञ्ज ल्याउँदाखेरि त्यो 1-2 दिन त्यहाँ राख्यो। त्यो मलाई हड्डी यो बनाउन सक्दैन, सम्भव छैन भनेर त्यहाँबाट फरार डिस्चार्ज गरेर भोलिपल्ट प्लेनबाट काठमाडौँ गयौँ। काठमाडौँ जाँदाखेरि वीरस्थलमा भर्ना गयौँ। वीरस्थलबाट अनि त्यसमा मलाई 2 दिनसम्म राख्यो। पछि त्यो गर्दाखेरि खुट्टो काट्नै पर्ने भनेर काट्नु पर्ने, मतलब काट्नु हुँदैन, बनाउनुपर्छ भन्दै पनि अब त्यहाँको डक्टरहरूले तपाईँको बन्न ढिला हुन्छ, बेड लाग्छ, काट्नै पर्छ, रोग लाग्छ भनेर। हजुर त्यो माओवादीको हमलामा कसरी पर्नुभयो कि हजुर पनि सामेल हुनुहुन्थ्यो? म सामेल थिएन। हजुर। म सिउना गाविसको खानेपानीको अध्यक्ष थिएँ। हजुर। अनि म मानमा जाँदाखेरि मानमा गइस् र सुरागी गरिस् भनेर झुट्टा आरोप लगाएँ। हजुर मानमा किन जानुभएको थियो? खानेपानीको सामान खरिद्न गएको, ल्याउन। मानमा जाँदै हुनुहुन्थ्यो कि गएर आइसक्नु भयो? घर आइसकेको। गएर आउनुभयो? गरेर आइसकेपछि आएपछि हजुरलाई आरोप लाग्यो? आरोप लगाएँ। के आरोप लाग्यो? मानमा गइस् पुलिससँग कुरा हारिस्, हामीलाई दुःख दिस् भनेर झुट्टा आरोप लगाएँ। हजुरले त्यस्तो गर्नुभएको थियो? हजुर। हजुरले त्यस्तो गर्नुभएको थियो? नै गएन। म झुट्टा आरोप, झुट्टा म सोझो मान्छे। मलाई प्रहरी पनि थाहै छैन, चिन्दै नचिनेको, प्रहरी एउटा पनि नचिनेको मान्छे।
ए बिना कारण हजुरलाई बिना कारण नै मलाई हमला गरे हमला गरेर जुट्टा गरेर के प्रहार गरे तपाईँलाई मलाई प्रहार गर्दाखेरि यहाँबाट लग्दै मलाई राति 12 बजे हजुर घरबाट लगे होइन लिँदाखेरि घरबाटै निकालेर लगे घरबाट निकालेर लिँदाखेरि अब तँलाई हामी के गर्दैनौँ तँलाई यसरी बोलाएको छ त्यो भनेर हामी बोलाएर म लिएँ जुट्टा कुरा गरेर लिएँ ढाँटेर लगे मेरो लगेर रातिभर हँडालेर मुम्रा गाविस पुऱ्याएँ हजुर मुम्रा गाविस गइसकेपछि त्यहाँ 2 दिन राखेँ त्यसपछि 3 दिनसम्म अपर गरे मलाई अपर गए पिटे केले पिटे लट्ठीले पिटे अब बेरे पछाडि खुट्टाले हजुर लट्ठी पेरे के शरीर हजुर पेरेर मसँग 2-3वटा साथी पनि पढेका थिए हजुर तिनलाई पनि पिले मलाई पनि पेले अनि मलाई दुःख भयो धेरै दुःख भयो पछि मैले भने कि मलाई झुटा आरोप लगाउनु भयो तपाईँले म कसैको संलग्न भएको मान्छे होइन ठिक छ तपाईँ मार्नुहुन्छ भने मार्नुहोस् म त यहाँ मर्नुहुन्छ नि मार्नुहोस् भनेपछि मलाई छोडिसकेपछि भोलिपल्ट तिनीहरूले के अरे भने राति त म त्यहाँबाट लगेर सानो त्रिवेणी गाविसमा लगेँ त्यहाँ एउटा जिपरको जिल्ला सदस्य थियो त्यहाँ घरमा पुर्याएँ मलाई मेरो एउटा साथी सत्यबार तेजबार साई पनि थियो अनि म पनि थिएँ अनि मलाई अलग अलग तपाईँ घर पुर्याउँछौँ अब भनेर मलाई राति 10 बजे हिँडाले त्यहाँबाट लगेर मैले घर लगाउने हुन्न घरै पुगाउने हुन्न सोचेर त्यहाँबाट हिँडेँ हिँड्दाखेरि बाटो आयो बिच बाटोमा ल्याएर राति 11-12 बजेतिर मलाई खुट्टो पेलेर पत्थरले हानेर अनि खुट्टो प्यान्चर गरेर अनि खुट्टो काम लाग्ने नगरी अपाङ्ग बनाए भोलिपल्ट हजुर यहाँबाट बोकेर अब मसँग पैसा छैन आर्थिक छैन अनि घर यहाँबाट अब कहाँबाट जुटाएर भाइबन्धुले दाजुभाइले दिएर अनि मान्न लगे मान्नुबाट भनेपछि बिना गल्ती तपाईँले यो सजाय पाउनुभयो बिना गल्ती हजुर केही छैन अब अहिलेसम्म त मलाई भन्दैछु मैले के गल्ती गरेको थिएँ किन गरेछु अनि त्यस्तो अब त्यहाँको एरिया कमिटीले हाम्रो चिठी दिएको थियो त्यही अनुसार गऱ्यौँ भनेर भनेको छन् तिनले माओवादीलाई के को डर थियो त्यति धेरै डराएर चाहिँ उनीहरूले मान्छे पिट्नुपर्ने के यिनीहरू दोष हुनु भयो र पुलिससँग यिनीहरू दोष हुनु भनेर हामीले भनेको ए प्रहरीको साथी भनेर प्रहरीसँग संलग्न भयो भनेर दोष जुटाएर लगाए भनेपछि त्यो बेलामा यो ठाउँमा पुलिस र माओवादीको द्वन्द्व थियो अब देशैभरि द्वन्द्व थियो यहाँ अझै बढी अब धेरै जस्तो यहाँ त बढी थियो यहाँ धेरै जस्तो मेरा साथीहरू त धेरै मारे 3-4वटा साथी मारे मेरो कान्छै भाइकन पनि मारेर फाले म अपन गरी फालिसकेपछि कान्छा भाइले झन्डो रोकाले पनि मारे हजुर मारेर फाले उसलाई पनि हत्या गरे के कारणले मलाई चाहिँ उहाँलाई पनि सुरागी गरी भनेर माओवादीले नै मारे मारे हामी त त्यस्तो अब सर्वसाधारण मान्छे अब उनको सत्तालाई हामीहरूलाई अलिकति हामी गाउँका अलिकति छिमेकी भए हुनाले अब त्यो बोल्छ भन्ने मान्छे हुनाले तिनीहरूले मारेपछि गाउँका मान्छे कातर हुन्न हामीसँग आउन्न भनेर ओपन लगायो के हामीसँग फर्कन्न भनेर यिनीहरूले मारे अब हामी पनि अब यति त लगाउँ भन्ने उनीहरूलाई चेतना कमजोर होला भनेर गाउँले पनि लागे गाउँले पनि माओवादी जान्न भनेर माओवादी हामीलाई भनेपछि माओवादीको जुन उनीहरूको योजना थियो त्यो राम्रो थिएन त्यो योजना के भयो भने जो छन् अलिकति गर्ने भन्ने मान्छे तिनले मारेपछि सर्वसाधारण त हामी डराउँछन् अनि हामीतिर आउँछन् पर्साको यहाँ छैन टाढा छ अब पुलिस आएपछि यहाँका जनता माओवादी आरोप लगाउने माओवादी आएपछि पुलिस आरोप लगाउने हजुर कुनै पार्टीमा संलग्न हुनुहुन्थ्यो त्यति बेला म त त्यतिखेर पहिला त म पार्टी म रापरमा थिएँ अहिले सदस्य कसै लिएको छैन हजुर लिएको छैन
अब यो त भयो तपाईँको जीवनको सबैभन्दा ठुलो घटना होइन ठुलो घटना। तपाईँले बिना गल्ती अपाङ्ग भएर बस्नु पर्यो बस्नु पऱ्यो अहिले 56 सालदेखि अहिलेसम्म दुःख पाएर धेरै कठिनाइ पाएर 25 वर्ष पुग्न लागिसक्यो 32 वर्ष पुग्न 32 वर्षसम्म अब यो दैनिक जीवन हजुर के कुरामा अप्ठ्यारो हुन्छ तपाईँलाई हिँड्नु अप्ठ्यारो बस्नु अप्ठ्यारो यताउति जानु अप्ठ्यारो हजुरलाई पिट्ने मान्छेहरू अझै पनि छन् यहाँ जिउँदैछन् अझ जिउँदै छन् कोही यहाँ त नजिक नै टाढा पछि द्वन्द्वकाल सकिएपछि भन्नु भएन उहाँहरूलाई मलाई किन यस्तो गरेको भनेर नै भन्थ्यो भेटाएर भन्छौँ ए उनीहरू त्यहाँका अध्यक्ष जो चिठी दिने फटाए हुन् तिनले गल्ती गरेको हुन् तपाईँ सही हुनु रहेछ खुट्टा माथिबाटै काटिएको हो कति माथिबाट मुनि घोडाबाट त्यो हेर्नु मिल्छ कति भनेर अप्ठ्यारो हुन्छ भने छोडिदिनु है हेर्नुहोस् ए यो यस्तो हजुर यस्तो बनाएर काट्नु पर्यो है काट्नु पर्ने हजुर त्यसपछि म अब अगाडि त म रापरका मान्छे हो हजुर अनि अब त्योचोटि म सदस्य पनि थिएँ पञ्चायतकालमा यसबाहेक अब तपाईँको जीवनी सुनाउनु न त तपाईँको बाल्यकालदेखि लिएर अहिलेसम्म के बाल्यकालमा म बचपनदेखि मेरा बुवा 2 वर्षमै बिति जानुभयो मेरा कान्छा बुवा र कान्छा काका अङ्कलहरूले बाजेहरूले मलाई हुर्काउनु भयो अनि 15-16 वर्ष भए त्यसपछि कान्छा बुवाबाट अलग भइयो अलग भइसकेपछि एक्लै भएँ मेरो भाइ पनि छैन दाइ पनि छैन म एउटै बुवाको छोरा एउटै म मात्रै अनि मलाई दुःख धेरै भयो कठिनाइ धेरै भयो खेती किसान गर्नुपर्ने पाहाडमा गाई बेसी पाल्नुपर्ने धेरै गर्नुपर्ने अब भारी बोक्नुपर्ने भारी बोकेर धेरै ठाउँ टाढा जानुपर्छ उही बेला भारी बोक्ने चरण भारी बोकेर कहाँसम्म पुग्नुभयो तपाईँ यहाँबाट उही बेला यहाँ नुन तेल कहाँ पाइन्थ्यो केही कपडा पाइँदैन थियो तर कहाँ जानुहुन्थ्यो बर्दियाको राजापुर बर्दिया जिल्लाको राजापुरसम्म पुगेर नुन ल्याउनुहुन्थ्यो ढोकाको भारी बोकेर त्यहाँबाट सामान लिएर यहाँबाट के लानुहुन्थ्यो यहाँबाट घिउ लिने कम्बल लिने ए अनि खुर्सानी लिने कोही केही लिने सामान लिएर बिक्री गरेर त्यहाँ आउँदाखेरि नुन लिएर कति दूरीको समय हो यहाँबाट राजापुर यहाँबाट कमसेकम जाँदा आउँदा 20-22-24 दिन लाग्छ ए गएर सामान दिएर नुन तेल किनेर यहाँ फर्किँदाखेरि 20-24 दिन लाग्थ्यो उकाला धेरै हुन्थे ओह्राला धेरै हुन्थे पुल थिएन नाउमा चढ्नु पर्थ्यो नाउ कहिलेदेखि छोड्नु भयो राजापुर जान राजापुर त छोड्यौँ हामीले अब भइयो होला धेरै वर्ष कालीकोटमा बाटो आएपछि कालीकोटबाट अब बाटो आएपछि भन्दा अगाडि कोटासम्म जान्थ्यौँ हजुर चिसापानीमा जान्थ्यौँ चिसापानीबाट पछि त्यहाँबाट खर्दै गाडी यहाँ पुगिसकेपछि अब छोडियो अहिले त कालीकोटको यहाँनिर गाडी राम्रोसँगै आउने जाने छ अहिले कालीकोटमा गाडी चलिरहेका छन् आउने जाने सजिलै छ यहाँनिर अस्पताल पनि ठुलो अस्पताल रहेछ तपाईँको नगरपालिकामा राजकोट नगरपालिका छ यो अस्पताल कसले बनाएको यो अस्पताल त पहिला यो रवि लामिछानेले हजुर उहाँले बनाएको रवि लामिछानेले अब यहाँको जनताको लागि हजुर सेवा सुविधाको लागि तपाईँलाई सजिलो भएको छ त्यो अस्पतालले बनाउनु भयो सजिलो भएको छ अहिले सजिलै छ के सुविधा छ त्यहाँ के सुविधा छ भिडियो एक्सरे हुन्छ अनि उपचार हुन्छ डाक्टर पनि राम्रै कहिले त राम्रै मिल्छन् अन्त औषधि पाइन्छ चेक नास पनि हुन्छ ब्लड प्रेसरको पनि चेक हुन्छ ब्लडको पनि चेक हुन्छ दिसा पिसाब पनि चेक हुन्छ ड्याप पनि छ राखेको भनेपछि रवि लामिछानेले सहयोग गर्नुभयो यहाँको विस्तार गर्नुभयो यहाँको जनताको हजुरले देख्नुभयो कि उहाँलाई किन नदेख्ने यहाँ आउनुभयो अनि उनीसँग इन्टरभ्यूबाट लिएको मान्छे ए उहाँ आएर भेटेर कुराकानी गरेर मलाई उपचार गर्नुहोस् हजुर भने मैले के भन्नुभयो उहाँले तपाईँ कति लागेर तपाईँ उपचार गर्नु भनेर मलाई भन्दै पर्यो मलाई तपाईँले कति लाग्छ त हुन्छ सब गरौँला भने म उतिखेर जान पाइनँ भने अब घरकै व्यस्तले तर उहाँलाई त अहिले दोषी भनेर सहकारी मुद्दामा चाहिँ उहाँलाई जेलमा राखेको छ नि त अहिले जेलमा त राखिया छ तर के लाग्छ रवि लामिछाने सही मान्छे हुन् कि गलत मान्छे हुन् हामीदेखि त भित्र कस्तो छ अनि अब बाहिर त हामी राम्रै देख्यौँ राम्रै मान्यौँ भित्र कस्तो छ भित्र हेर्न सक्दिनँ जनताको लागि सेवा गर्नुभयो त राम्रै गर्नुभयो त मान्छे राम्रै मान्छे मान्यौँ हामीले त राम्रै गर्नुभयो रवि लामिछानेले हामीले कुनै कालमा त्यस्तो राजनीति आए पनि सहयोग गर्न मिल्छ थियो हजुर तर उहाँको परिस्थितिले चाहिँ अहिले के हुन्छ अब उहाँको भित्री
हामी भित्री नियत थाहा भएन नि थाहा भएन उहाँले त कतिले प्रधानमन्त्री बनाउनुपर्छ भन्छ आसन हो भन्छ नि हामी त सोचिहाल्यौँ त हजुर त्यति बेला प्रधानमन्त्री हुनु सक्नुहुन्छ अब देशको लागि हितको लागि जनताको लागि राम्रो काम गर्नुभयो भने सोचिरहेको थियौँ अब सहकारीमा भनेर मुद्दा लगाएको छ सही हो असही हो अब 80 वर्ष पुगिसक्नु भयो अहिले भन्नुभयो धेरै सङ्घर्ष गर्नुभयो भेडा पाल्नुभयो बाख्रा पाल्नुभयो भारी बोक्नु कालमा मैले राम्रो काम के गरेँ भने हजुर मैले काम म 34 सालमा सदस्य भएँ खानेपानीको होइन वडा सदस्य हो ए वडा सदस्य हुनु वडा सदस्य भएँ त्यस सदस्य भइसकेको 34 सालको चुनावमा जितेर मैले अनि यहाँ विद्यालय बनाउनु पर्ने पहल भयो हजुर पहल गर्दाखेरि घुम्न यो सबैको सल्लाहले एउटा सिरुपाटा भन्ने ठाउँमा स्कुल बनाउनु पर्ने सल्लाह भयो सल्लाह भएपछि म सदस्य नाताले अब तेरो जिम्मा भयो भनेर त्यो स्कुल त सिलेर सार्ने भयो ओके यो सिरुपाटाको हजुरले चाहिँ पढ्न पाउनु भयो कि भएन म पहिला त पढ्न अलिक साक्षर भएँ सानो अवस्थामा पढ्नु भयो त्यो एक दुई वर्ष मैले पढेर साक्षरसम्म भएँ साक्षर चाहिँ बन्नुभयो पछि 2-3 क्लास भनौँ लेख्नु पढ्न सक्ने त्योसम्म भएँ थिएँ त्यसपछि त्यो स्कुल शिलान्यास गरियो हजुर त्यसपछि गरी अस्थायी शिक्षक राख्यौँ र त्यहाँको पठन पालन गऱ्यौँ त्यसपछि म 38 साल फेरि चुनाव लड्दाखेरि सदस्य भएँ हजुर फेरि त्यो स्कुललाई थाहै ल्याउनुपर्छ भनेर हाम्रो यहाँको मान्य धर्मदत्तसँग हामी कोर्डिनेसन गऱ्यौँ अनि उहाँ मान्न गयौँ मान्नु गयो धाराका सूर्यवास शाहसँग कुरा गर्दाखेरि ऊ जिसी हुनुहुन्थ्यो त्यो थाई कोठा ल्यायौँ मेरो दुईजना साथी पनि गएँ म पनि गएँ त्यो कुरा थाई कोठा ल्यायो अनि स्कुल बाबी छ हजुरले जे होस् यो ठाउँमा एउटा पहिलोपटक विद्यालय यहाँ चाहिन्छ भनेर पहल गर्नुभयो उद्घाटन गर्नुभयो शिलान्यास गरियो स्कुल लाग्यो त्यो स्कुल अहिले छँदैछ त्यसपछि वडा अध्यक्ष भएँ म वडा अध्यक्ष भइसकेपछि यो नगरपालिकाको नगर विकासको सदस्य म हुँ अहिले पनि पहिला ए त्यति बेला हजुर त्यतिखेर यो नगर प्लानिङ गर्ने बेला त्यही बेला नगर प्लानिङ पनि गऱ्यौँ हजुर अनि आजभोलि चाहिँ अब घरमा बस्दाखेरि के गर्नुहुन्छ हजुर म उन लिएर उनबाट धागो निकालेर काम्ला बुन्ने अनि लिउ बनाउने ए त्यसलाई अब आफूलाई स्वास्थ्य ठिक हुन्छ भनेर ओछ्याउने बसेर काम गर्नुहुन्छ काम गर्ने